हाई साथीहरू, आज म गाउँबाट मिठो मिठो कोसेली आएको छ हजुरलाई देखाएर म पकाउँदैछु है त। यहाँ हेर्नु त साग रायोको साग छ, तरुल, किवी, कति लामो लामो एक एक हात जाने साग छ, लसुनको पत्ता, लोकल कुखुराको मासु, यस्तो मिठो मिठो कोसेली आएको छ आज। आएको कोसेलीमा सबभन्दा पहिला ताजा ताजा रायोको साग पकाउँछु। सागलाई मजाले यसरी पखालिसकेपछि मसिनो मसिनो गरेर यसरी यसलाई काट्ने। यसरी सबै साग काटिसकेपछि मैले यतातिर ग्यासमा कराई तताउन राखेँ। तातिसकेको कराईमा अब मैले तोरीको तेल हाल्छु। मैले धेरैजसो तोरीको तेलै युज गर्छु। तेल तातिसकेपछि अब मेथी पुराउँछु। मेथी रातो रातो भइसकेपछि 2टा सुकेको खुर्सानी बट्ट भाँचेर फुराउँछु। खुर्सानी पनि रातो भइसकेपछि अब यसमा मैले काटेको सबै सागलाई यसमा हाल्छु। साग हालिसकेपछि मैले स्वादअनुसार नुन र अलिकति बेसार, कसैले बेसार हाल्नुहुन्छ कसैले हाल्नुहुन्न, मैले चाहिँ सागहरू पकाउँदा अलिअलि बेसार हाल्दछु र अब यसलाई एकैछिन छोपेर पकाउनु। 2 मिनटपछि अब यसरी ढक्कन निकाल्ने। ढक्कन निकालिसकेपछि अब यसलाई एकैछिन चलाएर अब यसमा मैले यहाँ अदुवा कुचेर राखेको छु। अब यो कुटेको अदुवालाई पनि यसमा हाल्ने। अदुवा हालिसकेपछि यसलाई पल्लाक चलाएर 1 मिनटको लागि मात्रै छोप्ने। 1 मिनटपछि ढक्कन निकालेर अब यसलाई पल्लाक चलाउने। चलाइसकेपछि अब यो साग मैले खानाको लागि सर्भिङ बलमा हाल्दैछु। यस्तो अर्ग्यानिक मिठो मिठो कोसेली ल्याइदिनु भएकोमा सन्तोष भाइ धेरै धेरै धन्यवाद।